welcome to my YouTube channel. Here are some glimpses of election conducted to select members of Student Welfare Council at Sri Tahu Secondary School. वेलफेयर काउन्सिल यसलाई नेपालीमा हामी विद्यार्थी कल्याण परिषद भन्छौँ। यो हरेक वर्षको वैशाख महिनामा शैक्षिक सत्र प्रारम्भ भएपछि सबैजना विद्यार्थीहरू भर्ना भइसकेपछि हामी यो गठन गर्ने गर्छौँ र यसमा को सदस्यहरू हुन्छन् यसको बारेमा थोरै भन्छु म। यसमा कक्षा 10बाट स्कुल हेड बोय हुन्छ, केटाहरू मध्येबाट एकजना स्कुल हेड गर्ल हुन्छ। यो काउन्सिलको सबैभन्दा उच्च पद हो र स्कुल हेड बोय र हेड गर्लको अन्डरमा स्कुल प्रिफेक्ट बोय र स्कुल प्रिफेक्ट गर्ल हुन्छ। यो चाहिँ हेड बोय र हेड बोय भन्दा तल। हेड बोय र हेड गर्लले जब त्यो जिम्मेवारी निर्वाह गर्न नसक्ने अवस्था भएपछि त्यो स्वत स्कुल प्रिफेक्ट बोय र स्कुल प्रिफेक्ट गर्लले चाहिँ यसको जिम्मेवारी स्वत प्राप्त हुन्छ र त्यो चाहिँ कार्यवाहकको रूपमा काम गर्नुपर्ने हुन्छ। र त्यसपछि उहाँको काम चाहिँ पुरै होल स्कुललाई 3वटा स्कुलले राखेको प्रायोरिटिजलाई जहिले पनि सेन्टरमा राखेर काम गर्नुपर्ने हुन्छ। र मैले बारम्बार भनिरहेको छु, स्कुलको 3वटा प्रायोरिटिजहरू छन्। पहिलो प्रायोरिटी अनुशासन हो। अनुशासनलाई मेन्टेन गर्न के गर्नुपर्छ त्यो उहाँले गर्नुहुन्छ र हाम्रो मासिक मिटिङ कहिलेकाहीँ एउटा महिनामा 2 पल्ट मिटिङ हुन्छ। कसले अनुशासन ब्रेक गर्यो, कसले अनुशासनमा राम्रो मेन्टेन गरिरहेको छ त्यो कुराहरूको रिपोर्टिङ हुन्छ र सम्बन्धित विद्यार्थीहरूलाई काउन्सिलिङ परामर्श गर्ने गर्छौँ हामीले। तर अनुशासनलाई चाहिँ 1 नम्बरमा राख्ने गर्छौँ एसडब्ल्युसीले। दोस्रो कुरा, एसडब्ल्युसीले यो स्यानिटेसनको पार्टलाई मेन्टेन गरेर राख्नको लागि सहयोग गर्छ। सरसफाइभित्र 2टा कुरा भनेका छौँ हामीले। पर्सनल हाइजिन, यसपालिदेखि अलिकति पर्सनल हाइजिनलाई स्ट्रिक्ट बनाउनु पर्नेछ। यहाँ एसेम्ब्लीमा भोलि चाहिँ हामी प्याज डिस्ट्रिब्युसन गरिसकेपछि पर्सिबाट यो टिमले काम गर्छ र त्यसले चाहिँ पर्सनल हाइजिनमा अलिकति बढी फोकस हुन्छ यो वर्ष र हाम्रो यो स्कुल प्रिमिसेसको चाहिँ सरसफाइ राख्नको लागि यो काउन्सिलले राम्रो काम गर्छ। त्यो त्यसमा हेड बोय र हेड गर्लको अलिकति बढी रोल र स्कुल प्रिफेक्ट बोय र प्रिफेक्ट गर्लको अनि त्यसपछि रोल हुन्छ। र त्यसभन्दा तल चाहिँ अब हाउसलाई मजबुत बनाउनको लागि, आफ्नो हाउसलाई बेस्ट हाउस, स्ट्रङ हाउस बनाउनको लागि हाउस टिचरको अन्डरमा चाहिँ सबै हाउसको एकजना मेल क्याप्टेन र फिमेल क्याप्टेन हुन्छ, त्यहाँ बोय क्याप्टेन र गर्ल क्याप्टेन हुन्छ र उनीहरूलाई पनि सहयोग गर्नको लागि भाइस हाउस क्याप्टेनहरू हामीले व्यवस्था गरेका छौँ त्यसमा। र त्यसले चाहिँ जति सक्दो आफ्नो हाउसलाई बेस्ट हाउस बनाउने हो, चाहे त्यो अनुशासनको हिसाबले होस्, चाहे त्यो स्यानिटेसनको हिसाबले होस्, चाहे त्यो पढाइको हिसाबले होस्, चाहे सिए, सिसिए र इसिएमा चाहिँ आफ्नो हाउसलाई चाहिँ अब्बल बनाउनको लागि भरपुर खट्नु पर्यो यो क्याप्टेनहरू र भाइस क्याप्टेनहरू। त्यसपछि क्लासरुमभित्रको सबै कुरा रेखदेख गर्नको लागि हामीले क्लासरुम मोनिटर्सहरू बनाएका छौँ। प्रत्येक कक्षामा प्रत्येक सेक्सनमा एकजना बोय मोनिटर, एकजना गर्ल मोनिटर हुन्छ, क्लास 1 देखि क्लास 12 सम्म। र क्लास 1 देखि क्लास 12 सम्म 12वटा कक्षा र 7 देखि 10 सम्म डबल सेक्सन भएको भएर फेरि 4वटा थप भएर 16 जना, 16 × 2 गरेर 32 जना चाहिँ मोनिटरहरू हुन्छन् यसमा। र 8 जना चाहिँ हाम्रो क्याप्टेनहरू र 8 जना चाहिँ भाइस क्याप्टेन गरेर 16 जना हुन्छ। 32, 16, 48। 2 जना चाहिँ हाम्रो भाइस हाउस, 2 जना प्रिफेक्ट बोय र प्रिफेक्ट गर्ल 50 र अर्को हेड बोय र हेड गर्ल गरेर चाहिँ 52 र त्यसमा एसडब्ल्युसी एडभाइजर गरेर 53 को चाहिँ जम्बो टोली भन्छ यो अब। 53 को टोलीले विद्यालयको अनुशासन, सरसफाइ र पढाइलाई र सिए, सिसिए, इसिएलाई चाहिँ मजबुत बनाउनको लागि हेल्प गर्ने हुन्छ। र अर्को चाहिँ अब हाम्रो ब्रिजिङको काम पनि गर्छ यसले। विद्यालय प्रशासन र विद्यालयलाई जोड्ने काम गर्छ यसले। विद्यालय प्रशासनले बनाएको नीति नियमहरू विद्यार्थीहरूमा सर्कुलेट गर्ने, यो नियमहरू हाम्रो विद्यालयको छ त्यसलाई पालना गराउने काम यसले गर्छ। र फेरि क्लासरुमभित्र भएका विभिन्न खालका समस्याहरूलाई चाहिँ विद्यालय प्रशासन समक्ष यस्ता खालका समस्याहरू हाम्रो क्लासरुममा भइरहेका छन् भनेर चाहिँ रिपोर्टिङ गर्ने काम पनि यो एसडब्ल्युसी मेम्बरहरूको हुन्छ। नेपाली कक्षा 9बाट क्रिकेट खेल्न नेताहरू हुनुहुन्छ। 10 जना मलाई भोट हाल्नु भनेर भोट हाल्न दिनुहुन्छ भनेर म आशा राख्दछु। Thank you. I think they have appealed just for votes. They have no any commitments. There is a candidate who is going to make her commitment in front of you. She is the candidate for prefect girl. She is Smriti Khota. Okay, thank you. Okay, I'm sorry. Our faculty subject for in the category for CA, CCA, and CCI.
Pandari and for vote established company. And there are some rules, okay? Some rules while voting. I think the students have already know about this. For newcomers, I would like to make it clear. For captain, I mean to say, for the house captain, only members of the Red House may vote. You understand? And similarly, in the other houses too, the rule will be applied. And for prefect boy, prefect girl, head boy and head girl, you all will vote. Okay? And first of all, the candidates will vote and they will come to class 3. Have you understood? Okay. So बहिनी त भोट केमा भोट केमा हाल्ने तिमीहरू नभन् हेर त्यसरी भन्नु हुँदैन नि थाहा छैन आमै नि त थके लाग्यो के भयो तिमीलाई के भन्नु कसलाई के भन्नु यो अनिल चालेको फोटो अनि डिस्प्ले हुँदैन कसलाई खोजेको भाइ कसलाई ल भन्न नमराज कस्तो लागिरहेछ भोट हाल्नु पाउँदाखेरि एकदमै रमाइलो लागिरहेछ हो अब तिमीले पालो रहेछ के भन्न चाहनुहुन्छ हो जनतालाई के भन्न चाहनुहुन्छ हेरे तिमीहरूको भिडियो जुम भइ आइरहेको छ नमस्ते नमस्कार नमस्कार हेर हेर किन लुकेको हो तिमीहरू यता फेरि केटीहरू हाम्रो बनाइदिन भनिरहनु भएको छ यस्तो राम्रो क्यामेरा छ म्यान त होइन म ह्युमन हो ए होइन सर्कल singers Asibar yes who ओइ के भयो तिमीहरूलाई अल्छीहरू उठ उठ
तपाईँहरू कसलाई भोट हाल्ने भन्नुहोस् त हामी भन्न मिल्दैन म्याम अरूलाई मात्रै अरू चाहिँ हाल्ने मिल्दैन थाहा छ के भन्छौ के भनेर चुनाव त्यसरी हो नि त म्याम हाम्रो यहाँ बालेलाई हाल्यो बालेलाई म्याम सबले हाल्छ हाल्छ एउटा घन्टीमा हामी भोट त घन्टीमा भोट केमा घन्टीमा घन्टीमा भोट केमा मासु भात घन्टीमा मासु भात तिमीहरूले भोट हाल्यौ खोइ त अनि भोट हालेको ए हो भोट केमा भन्दाखेरि मासु भातमा हो हामीले हाल्नु पाउँदैन भोट किन त त्यस्तो हाम्रो पनि हुनुपर्ने क्या है त्यो अस्तिनिको त्यो थियो नि के एचओटी भन्नेमा हो त्यसमा हाल्नुपर्ने क्या हाम्रो पनि ए कति भोट पनि हो ए खतरा छ नि हाम्रो स्कुलको सिस्टम होइन त सर अह मैले हाल्न मिल्दैन अझै मैले हाल्ने त भने हो मिल्दैन भन्नुभयो ओए तिमीहरूको लाइन अलिक राम्रो बनाऊ न किन लजाएको भाइ तिमी त्यसरी लजाउनु हुँदैन नि कसले जितिरहेको छ अहिलेसम्म हेर त भोटिङ ए हो र हाई जाऊ है पालै पालो होला नि त पख बिचरा यिनीहरूले कसले हाल्ला खै कसरी हाल्नु भयो भोट खै हातमा के हो त्यो के लगाइदिनु भयो सरले खै देखाउनु त तिनैजनाको देखाउनुहोस् त ल ओहो नि त कति राम्रो देखेको लिएर भोट कसलाई हाल्यो थाहा छ कसलाई हाल्नु भयो ल भोट भन्नुहोस् त कसलाई कुन दाइ हाल्नु भयो ल भन्नुहोस् त कसलाई हाल्नु भयो ल भन्नुहोस् भन्नु मिल्दैन ए नामै लेखेर हो तिम्रो टर्न हो अब हजुरहरूले भोट हाल्नुभयो भोट हाल्यो छ कि छैन अब चाहिँ हाल्ने हो नि त्यहाँ गएर है के भयो हजुर ल पुरा रिजल्ट देखाउँ न ए है अमृता तिमीहरू क्यान्डिडेट छैन त हो कि होइन हजुर ए तिमी पनि हो ल के त्यस्तो हेलो भन न तो नसके भिडियो पुरै हेर तर क्यामेरा राम्रो
Alright, welcome to our vlog. Lakba. Okay, continues. Let us election update. Okay, head one out of 229 votes, 62 votes were for Om Taman and 167 votes and 2 more votes are added to Sushant Yonan. And for prefect boy, for Yugin Taman, out of 232 votes, 106 votes for Yugin Taman and 126 votes for Stop. Side. Stop. Say it out. Get to stop. No, I like Mas ay, tingnan sa kanong Get to stop. Thank you, teachers, kind and true. Thank you, friends, for all you do. Thank you, parents, love so deep. Lord, Buddha, bless us our school. Sri Dabu School is the best we know. Guide us tomorrow as we grow. all the candidates are requested to come in line to the stage. Please, candidates, please come in line. Okay, I think you are very much excited to listen to the result of today's election. So, I am going to announce the result of the election, the final result from Yellow House Ball Captain. Everybody, candidates, please. Out of 475 votes, Srishti Magi got 204 votes. Similarly, Smriti Khadka got 271 votes. Congratulations. Now, I would like to call the candidates for prefect vote, Revan Suresh and Yugin Taman. Out of 475 votes, Revan Suresh got 227 votes. Similarly, Yugin Taman got 248 votes. Congratulations. Similarly, I would like to call the candidates for head boy, Sushant Yonan and Om Taman. Please, hurry up. Who may have vote? I'm sorry, the results say just opposite. You know, out of 475 votes, Om Taman got 500, 18 votes. And, 87 votes. Don't undermine him. And Sushant Taman got 388 votes. Congratulations. Congratulations to all the elected members and non-elected members too.